आएर घरी घरी त्यसपछि त आउँदै आएन। नमस्कार सम्पूर्णमा म रामकुमार तामाङ। आज चाहिँ म जङ्गलमा आएको छु किनभने जङ्गलको पोडकास्टको लागि र अर्को कुरा एउटा मिठो कविता लेख्नको लागि है। मसँग कपी पनि छ, पेन पनि छ, ब्याग पनि छ हैन। अब जङ्गलमा बस्ने हो र अर्को पानी पर्यो भने छाता पनि छ हैन। के चाहिएला, के चाहिन्छ, रुमाल पनि छ, मार्ग सबै छ मसँग हैन। तिम्रो घरको वरिपरि आएर घरी घरी त्यसपछि त आउँदै आएन। कविता लेखिसक्यो। कविता चाहिँ अर्को भागमा सुनाउँछ है तपाईँहरूलाई है। सब्सक्राइब, लाइक, कमेन्ट र सेयर चाहिँ गर्नु होला।